मेकअप गर्दैछु कायम कपाल अगाडि आउने हो कि चेहराको रङ नै गायब भयो कि त कहाँ टका राखेँ मैले अब बल्ल भएन अनुहार लाए त सब हुने हो रबर बानी हो कि हातमा यो बानी कस्तो छ नि दाग नबस्दासम्म नछोड्नेवाला पऱ्यो क्या धेरै गर्नुपर्छ कि अनुहारलाई केही त लाउनु भनेपछि लाउ त यो त के सामान्य मुखको गरेको क्या धेरै बिबिरहेको थियो कि मेरो अस्ति अनुहार अर्कै भएको थियो यो लाएर हल्का उ भयो थियो मेकअप केही लाउनु अनि लाएर बिचमा छोडेपछि फेरि अनुहार बिग्रिन्छ कि भन्ने हो त्यही भएर लाइन के अरे टाइम पास भन्छु टाइमको उ गर्नको लागि लाउँछु यो हल्का उ भयो भने फुर्सद देखिन्न कि अनुहार न त मेरो अनुहार के मा त्यो सेतो सेतो उ आउँछ के अरे त्यो फुर्सो के त्यो के भन्छ अरे सेतो हुन्छ कि त्यो यस्तो अनुहारमा चिल्लो टाइपको किन आमा अनुहारमा केही दाग खन्के मुखमा हुन्छ केही त फरक छैन र अघिको र अहिलेकोमा कस्तो गुलोवाला उ देखियो ज्ञान कस्तो राम्रो देखियो तर यो मोबाइलमा मात्रै हो रियलमा त भूतै देखि आउँछु यस्तो गरेपछि यहाँ त्यो लाउने बेला यहाँ लागि आउँछ नि त्यो आउँछ कि कति काला भयो यसमा लाग्यो हुन्छ एकछिन भयो मेरो यति हो जाने भने मान्छेहरू नै फोनै उठाउन गायब हुन्छन् अब के लाउँछु होला मैले टिकुली मैले लाउनु छोडेको धेरै 2 हप्ताभन्दा धेरै भइसकेको थियो 1-2 हप्ता भइसकेको थियो टिकुली छोडे लाउनु छोडेको अब त लाउँछु कपाल कस्तो छ कपाल यत्रो छ मान्छे मात्र भत्रै छु कि अब यो लिप बाम भनौँ कि लिप हात चिप्लो भएर केही पनि खोल्न मिल्दैन कि हेर है यो लाएर उड्नु तलमा धेरै भयो जस्तो छ यस्तै गरिदिन्छ त हल्का यो खर्च नहुनलाई माथि यो लिप ग्लस लगाइदिन्छु लिप ग्लस त लिप बाम बल्ल भयो नि यार यो लाएर के आजकल मैले लाउँदा यो लाउँला के यही लाउन त 5-6 मिनट लागिजाँदो रहेछ यति मान्छे मेकअप गर्न लागेपछि केटीहरू किन ढिलो हुन्छन् भन्छन् मान्छेहरू जब एउटा यो के अरे केही पनि लागेन है मैले तर
रहेछ त्यो त्यो अनुहार चिल्लो गर्ने ऊ मात्रै लगाएको के मेरो मेन मेकअप त यहाँ हुँदैछ यो लाग्दैन तेल भएर कति दिन पछि लाग्यो कस्तो अर्कै देख्यो कि कस्तो देखियो कि झरीको त यो पनि झरीको यहाँ निवारको चिल्लो कम गर्नु पर्यो टिका बसोस् ताकि ओ यी कस्तो राम्रो देखा कि यो क्या उबाट पनि के अरे यो खाली हुन्छ त के अरे यो मोबाइलको क्यामेरा हुन्छ नि त्यो टिकटक मिल्छ होइन कि फोटो खिच्ने क्यामेरा किन धेरै दिनपछि लाएर कस्तो अर्कै देखिएको कि मलाई ओठमा धेरै थुप्रे जस्तो छ यति हो होइन मेरो कपाल त सुकेको छैन कसो देखिएँ म